पैसा भन्दा एक मुठी जानुहोस् नजिकै दान पात्र छ त्यो दान पात्रमा राखिदिनुहोस्। अनि उनले दान पात्रमा राख्न खोजेका थिए त्यो दुष्टलाई कहिल्यै दान गरेका भए पो थाहा हुन्थ्यो दान पात्रमा प्वाल हुन्छ त्यसबाट राख्ने भनेर, तर त्यो पनि थाहा भएन। आएर भन्यो चापी बन्द छ कहाँबाट राखौँ, त्यहाँ माथि हेर त प्वाल छ। अनि यसो हात खोलेर हेरेको हातमा पसिना आएको रहेछ। उसले सोच्यो अरे पैसा, मैले कति सङ्घर्ष गरेर यो पैसालाई कमाएको, तर मैले आज बिना सित्तैमा ल्याएर यो बाकसमा फाल्दैछु, तर यो पैसा रोइरहेको छ मलाई यस्तो बन्द गृहमा ल्याएर थुन्दैछौ भनेर पैसाले आँखाबाट आँसु निकाल्यो भनेर त्यसले त्यो पैसा लिएर फिर्ता गयो। अरे मनुष्यको जीवन न हो अद्यवाब्द शतान्ते वा मृत्युर्वै प्राणिनाम ध्रुवा, चाहे आज होस् चाहे सयौं वर्षपछि होस् मृत्यु त मनुष्यको सुनिश्चित छ। त्यही भएर त्यसको पनि एउटा व्यापारको सिलसिलामा जङ्गलमा अनाकण्ठ जङ्गलमा मृत्यु भयो अरे। अनि स्यालहरू उसलाई लुच्नका निम्ति त्यहाँ प्राप्त भए अरे। अनि सबभन्दा पहिला स्यालहरूले त्यो हातलाई लुचाचुडी गरेर खान खोजेका थिए अरे। त्यो स्यालको नाइकेले भन्यो हस्तौ दान विवर्जितौ, ए कहाँ यस्ता पतित व्यक्तिको हातलाई खान लागेको, यो हातले कहिल्यै दान पुण्य गरेको छ होला, कहिल्यै पनि दान पुण्य गरेको छैन, परोपकार गरेको छैन, यस्तो हातलाई खान्छौ, खायो भने त तिमीहरू पनि पतित हुन्छौ, यो हातको परित्याग गर। अब त्यसो भए के गर्ने त भन्दा कानलाई खाऊ भनेर लागे। श्रुति पुटौ सारा द्रोहिणौ, यो कानद्वारा त कहिल्यै पनि भगवानका गुणानुवादलाई श्रवण गरेकै छैन, भगवानका नाम संकीर्तनहरूको श्रवण गरेकै छैन भने यस्तो नामलाई तिमीहरूले खानका निम्ति तत्पर हुन्छौ, तसर्थ कानको पनि परित्याग गर। अब के गर्ने भन्दाखेरिमा अब आँखै खाउन त त्यसो भयो भने नेत्रे साधु विलोकने नरहितौ, ए आँखाले त विजय कृष्णमूर्तिजी महाराज जस्ता दिव्य सन्तहरूको कहिल्यै पनि दर्शन गरेकै छैन भने देखो न, यस्ता पतित आँखालाई खानु पनि योग्य छैन, यी आँखाको पनि परित्याग गर। आँखालाई पनि छाडिदिए। अब के गर्ने भनेर यसो विचार गरेका थिए। त्यसो भए खुट्टै खाऊ भनेर खुट्टा तान्न लागेका थिए त पादौ न तीर्थौ गतौ, यी पाउद्वारा कहिल्यै पनि भगवानको मठ मन्दिरमा गएन, कहिल्यै पनि तीर्थाटनमा गएन, कहिल्यै पनि देवालयमा गएको छैन भने त्यस्तो पाउलाई खानु पनि धिक्कार छ, तसर्थ यी पाउको पनि परित्याग गरिदिनु। त्यसो भए अब यसको पेट खाउँ त पेट त टन्न बढेको छ, भुँडी लागेको छ भनेर पेटलाई चितोड्न खोजेका थिए। त्यही बेलामा त्यही स्यालको नाइकेले के भन्यो त भन्दा अन्यायार्जित वित्त पूर्णमुदरम, अरूलाई अन्यायपूर्वक कमाएको धनद्वारा पोषण गरेको यस्तो शरीरलाई पनि कसैले खान्छन्, परित्याग गर भनेर छाडिदिए। त्यसो भए यसको शिरलाई खाउँ भनेर शिरलाई लुच्न खोजेका थिए त गर्भेण तुङ्गम शिरो, जसरी एउटा ऊँट त्यसको त ब्रह्माले सृष्टि गरेको नै त्यस्तै हो, ठाडो मुन्टो गरेर आकाशतिर हेर्दै हिँड्छ, ठीक त्यस्तै प्रकारले मनुष्यले पनि सानो मान प्रतिष्ठालाई पायो भने देखो न आकाशतिर हेर्दै हेर्दै दौडन्छ, तसर्थ यस्तो अहङ्कारी व्यक्तिको शिरलाई पनि परित्याग गरिदिनु भनेर शिरको पनि परित्याग गरे। त्यही भएर रे रे जम्बुक मुन्छ मुन्छ सहसा, हे जम्बुक हो, हे स्याल हो, यसको शरीरलाई परित्याग गर भनेर त्यो शरीरलाई पनि परित्याग गरिदिए। यस्ता व्यक्तिको लागि मादलले पनि के आवाज निकाल्छ अरे भने धिकतान धिकतान धिगितान सतयति कथताम कीर्तनस्तो मृदङ्ग, हे मनुष्य तँलाई धिक्कार छ धिक्कार छ धिक्कार छ भनेर त्यो मादलले पनि आवाज निकाल्छ अरे। त्यही भएर पाउ बन्यो तीर्थ गर्न, हातले गर्नु दान, पाउ बनी तीर्थ गर्न, हातले गर्नु दान, कान
कानले सुन्नु हरि कथा मनले गर्नु ध्यान भाउ बन्यो तीर्थ गर्न हरि गर्नु दान कानले सुन्नु हरि कथा मनले गर्नु ध्यान भाउ बन्यो तीर्थ गर्न हरि गर्नु दान कानले सुन्नु हरि कथा मनले गर्नु ध्यान कृष्ण कन्हैया लाल को समादरणीय श्रद्धालु भक्तजन हरेक दिन परम पूज्य गुरुदेवहरुको आगमनले 5 मिनेटको समयमा यहाँले